सबैजनालाई नमस्कार अनि गुड मर्निङ। आज पनि म बिहान धेरै त होइन 8 बजे चाहिँ उठेँ। हिजो कामले गर्दाखेरि धेरै थकाइ लाग्यो। म चाहिँ यतापट्टि मेरो कुखुरा खोर देखाउँछु। यो चाहिँ मेरो कुखुराको खोर। झन्डै 5 दिन 7 दिन जस्तो लाग्यो यो खोर बनाउनलाई। अब जे भयो नि 90% जस्तो मेरो कुखुरा खोर काम सफल भइसकेछ। मल बोक्नु भएको हो? हस् हस्। ओहो उता फेरि ठुल्बा ओहो ठुल्बा के भयो? सो गाइस मैले चाहिँ यो कुखुरा खोर चाहिँ पुरानो सामानहरू हालेर बनाएको हो। त्यही भएर यस्तो छ। सबै सामानहरू पुरानो देखाउँछ है म यताबाट। अनि मैले चाहिँ यहाँ जस्ता ल्याएर बारेँ। यतातिर यो ढुङ्गाहरू बोक्नलाई चाहिँ मैले खेताला लगाएको थिएँ। अरू काम चाहिँ प्रायः जस्तो आफै गरेको। प्रायः सबै मैले पुरानो सामानहरू हालेर बनाएको हो खोर चाहिँ। अनि यहाँ चाहिँ मैले तल सानो चल्ला राख्ने, टक्क डमक्क एकदम बारेर सानो खालको चल्लाहरू राख्ने। अनि यहाँ माथि चाहिँ टिक्क ठुलो भएको चल्ला राख्ने भन्ने सोच बनाइरहेको छु। के गर्ने अब खासै व्यवसाय नै छ होइन। मैले चाहिँ यहाँ आफ्नै घरमा खानको लागि हो। पाहुनापातहरू आइरहेको छ, पाहुनापातलाई पनि चाहियो। यस्तो छ यतातिर मैले सबै यहाँ नि ढोका, यहाँ पनि ढोका, यो ढोका यस्तो भएको छ होइन। अनि यता पनि एउटा ढोका छ, यो चाहिँ यता कोठालाई हो। कामहरू अझै बाँकी नै छ। धेरै त अट्दैन होला, त्यस्तै 40-50वटा जति अट्छ कि भन्ने लागिरहेछ यहाँ चाहिँ। अब सो गाइस एकदम साङ्ग्रो छ है खोर चाहिँ मेरो। होचो छ कि अब प्रायः मैले पुरै पुरानो सामानहरू हालेको हो। ल गाइस भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला अनि फलो गर्न नबिर्सनु होला। यही हो मेरो। यहाँ चाहिँ मैले लोकल कुखुरा हाल्न लगाएको है। ठुल्बा के हो? के भयो यस्तो विधि? ओके गाइस आज मौसम पनि एकदम भने जस्तो भइरहेछ। धेरै दिन भयो पानी परेको चाहिँ। आजदेखि चाहिँ आकाश हल्का खुल्ला भइरहेछ। अब म एक दिन यो माथि डाँडामा गएर यस्तो राम्रो यहाँबाट यो तल ठाउँको फोटो खिच्दा चाहिँ एकदम ड्रोनबाट खिचे जस्तो हुन्छ। एक दिन म जान्छु यहाँ पनि। ल गाइस ओके सबैजनालाई एकदम शुभ बिहानी है, शुभ बिहानी।